अनि होइन घरको छोरो भइसकेपछि होइन देखेको कामहरू फ्याटफुट्ट गरेर राख्नुपर्छ। आफ्नो मम्मीलाई चाहिँ काम अडाएर हुन्न कि अब। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू एपिसोड। अब सबैजना सन्चै हुन्छ होला र म पनि एकदम सन्चै छु। म चाहिँ अहिले भर्खरै उठेँ होइन, अनि भर्खरै उठेर आएर फ्रेस भएर भर्खरै मुख धोएर हजुरहरूको सामुमा आइसकेँ म। अनि मेरो पछाडि छ मकैबारी। त्यो गाना त सुन्नुभयो होला नि त, मकैबारी दर्याम दर्याम हरि काँक्रा कराम कराम भन्ने। हाम्रो मकै अस्ति मैले देखाइरहेको थिएँ नि, यति थियो, अहिले वा माथि टुप्पै पुग्न लागेको। अहिले चाहिँ मकै बारी एकदमै ट्रेन्डिङमा र एकदमै भाइरल छ, त्यही भएर हजुरहरूलाई मैले पनि देखाइदिएँ है। ट्याक्क हाम्रो मकै बारी देखाइदिएँ हजुरहरूलाई। आज चाहिँ हिजोभन्दा पनि धेरै काम पेलिनेवाला छ जस्तो लागिरहेको छ मलाई। धेरै छ, बत्तलहरू गर्नुपर्ने, अनि यहाँ पनि यसो साफसफाइ गर्नु पर्ला। इट्टासिटा ल्याएर मान्छे ट्याक्क ल्याएर यो बर्खा हुनु त पानी परिरहेको छ, त्यही भएर चाहिँ यो पुरै के इटासिटा ल्याएर ट्याक्क ल्याएर इटा सर्लक्क लगाइदिने, त्यति हिँड्ने भागमा मात्रै। अनि त्यसपछि आनन्द भइहाल्छ। पानी पऱ्यो नि जे पऱ्यो नि, अलिक यस्तो भयो नि हिलो हुन्छ कि। अहिले भर्खरै घर बनाएको हो हामीले, त्यसैले चाहिँ अलि त्यस्तै छ अवस्था भनौँ न होइन, त्यस्तै हो। अनि अब चाहिँ फ्रेस भइयो, खाना बिहान उठेर पकाउँला नि, बल्ल ढिलो उठ्यो, त्यही भएर बहिनीले चाहिँ खाना बनाइसक्यो। अब अहिले सोच्नु भयो होला होइन, के अरे गरिमा यसरी ज्याकेट किन लगा भनेर, किनभने यो हिजो रातभरि पानी पर्यो, मौसम पनि यस्तै छ। तर क्लिन त क्लिन भाप्रे मौसमहरू होइन, मौसम यस्तै छ। तर मलाई बिहानै उठ्ने बित्तिकै बहुत चिसो बिहानै उठ्ने बित्तिकै बहुत चिसो लाग्यो, त्यही भएर चाहिँ यो ज्याकेट लगाएको। अनि सुतैयो अब चाहिँ म अनि खानासाना खान्छु, अनि त्यसपछि हजुरहरूलाई भेट्छु है त। मैले चाहिँ निर्णय केले भनेपछि खाना खानुभन्दा अगाडि सबै काम फिनिसिङ हानिदिउँ होइन, सबै फुल्ली जति पनि जे काम छ होइन सबै फिनिसिङ हानिदिउँ। अनि खाना खाइसकेपछि माझ्नु पर्ने यति मात्रै हुन्छ मैले। अनि त्यही भएर चाहिँ होइन यो अनि भित्रको बोतलहरू सबै फिनिस हान्छु। हजुरहरू हेर्नुहोस् अब काम कस्तो हुन्छ मेरो है त। आज चाहिँ भिडियो लामै होला जस्तो हो, हजुरहरूलाई काम धेरै देखाउनु छ आज मैले चाहिँ काम गरेको। यस्तो यो जीवनमा होइन, हार मान्नु हुन्न कहिले पनि, डर मान्नु हुन्न, अनि त्यसपछि कमजोर हुनु भएन, अनि त्यसपछि काम चाहिँ गर्नुपर्छ घरको। अब आफ्नै घर हो, मम्मीलाई मात्रै पिलाउनु भएन गाई छैन, त्यही भएर काम चाहिँ गर्नु पर्यो। सबैले आफ्नो मम्मीहरूलाई सहयोग गर्नु पर्यो। छोरी सानतिनो भए पनि कामहरू गर्नु पर्यो। अब मैले चाहिँ अब हिजो अस्ति म बाहिरै थिएँ नि त, सो त्यही भएर मैले चाहिँ केही गरेको थिएन। अब घर आइसकेपछि घरको हालत देखेँ मलाई यस्तो भएपछि मलाई बहुत औडा लाग्छ कि। अब त्यो अगाडि त त्यस्तो केही छैन है, अगाडि पनि हेर्नु, अगाडि त्यस्तो केही छैन, त्यस्तो गर्नुपर्ने अवस्था अगाडिको पछाडिकै हो गर्नुपर्ने मेन अवस्था चाहिँ। त्यसलाई म आज पुलै किल्लेर हानिदिन्छु। त्यही हो, हजुरहरू काम हेर्नुहोस् मेरो कस्तो हुन्छ है। फाइनली मैले चाहिँ सबै काम सकिसकेँ। पानी भरेर बाल्टिङहरूमा पनि जर्किनहरू होइन सबैमा पानी भरेर भित्र आधी फ्रिजमा आधी त्यहाँ राखिदिइसकेको छु। झुरोमा पनि फुल्ली भइसक्यो, त्यहाँ पनि फुल भइसक्यो, त्यहाँ पनि भइसक्यो होइन। अब रह्यो काम बाँकी यहाँको, यहाँ पुरै इट्टा राखिदिने हो। अनि त्यहाँ चाहिँ मैले हल्का खाल्टो गराइदिएँ, किनभने त्यहाँको पानी त्यता गएर उता असर पारे रहेछ।
त्यही भएर यता पानी मैले अलि खाल्टो गराइदिएँ। थोरै भयो नि, धेरै पानी त खेर जान्न, थोरै भयो पनि त्यहाँ बच्चा होइन गाइज। अरू चाहिँ त्यस्तै हो। अनि होइन घरको छोरो भइसकेपछि होइन देखेको कामहरू फ्याटफुट्ट गरेर राख्नुपर्छ। आफ्नो मम्मीलाई चाहिँ काम अडाएर हुन्न कि अब बाबा बाहिर हुनुहुन्छ, बाबा पनि घरमा भए त मम्मीलाई पनि सजिलो यताउति हुन्थ्यो भन्ने हो। तर त्यस्तो होइन, अब बाबा बाहिर भए पनि घरमै भए पनि अनि कति मम्मी बाबालाई दलाउने। अब त्यो छोरो पनि ठुलो भइसक्यो होइन, अनि हजुरहरू पनि ठुलो भइसक्नु भयो होला। अनि देखेको काम चाहिँ फ्याटफुट्ट गर्नुपर्छ होइन, सधैँ मम्मीलाई मात्रै काम अडाएर हुन्न कि। त्यही भएर चाहिँ आफूले पनि फ्याटफुट्ट केही कामहरू गर्नुपर्छ, सधैँ कामहरू गर्नुपर्छ भन्ने चाहिँ म हजुरहरूलाई यो कुरा चाहिँ भन्न चाहन्छु होइन। अब छोरा जति पनि हुनुहुन्छ मेरो भ्लगमा हेर्ने छोराहरू, अब म जत्रो ठुलो भइसक्नु भयो, मभन्दा ठुलो दाइ, मभन्दा सानो भाइ होइन, देखेको काम चाहिँ फ्याटफुट्ट गर्नु होला। अनि होइन त्यो पुरै कामहरू सबै गर्नु होला कि, घरमै बसिरहेर हुन्न होइन, सधैँ मम्मीहरूलाई दल्लाएर हुन्न, आफू पनि गर्नुपर्छ भन्ने आशा राख्छु म। हजुरहरूले पनि गर्नुहुन्छ अबदेखि भन्ने पनि आशा राख्छु म। त्यही हो। अब चाहिँ म चाहिँ काम गर्छु फेरि। अब यो पुरै स्ल्याबहरू स्ल्याब भन्न यो पुरै क्लियर गर्नु छ, पानी सानी त भरिसक्यो। अब यति क्लियर गरेर चाहिँ खाना खानुपर्छ। सो अब चाहिँ काम गर्छु, हजुरहरू हेर्नुहोस् है त। फाइनली गाइज मैले चाहिँ पुरै काम सकिसकेको छु हो। अघि पनि पुरै काम सकेँ, अहिले पनि पुरै काम सकिसकेको छु। एन्ड दिस आफ्टर कस्तो थियो, बिफोर कस्तो गराएको छु मैले हेर्नुहोस्। राम्रो ठ्याक्क मासुमा गएको छु। राम्रो छ कि छैन कमेन्ट गर्नुहोस् है गाइज। कस्तो भएको छ मेरो काम, मेरो मेहनत कस्तो भएको छ कमेन्ट गर्नुहोस् होइन। अरू त त्यही हो। अब चाहिँ भोक लागिरहेको छ, थाक पनि लास्टै लाग्यो। मिलाउँदा माथि फेरि इट्टा फाल्नु नपुगेर इट्टा फालेर फेरि उताबाट नि ल्याएँ मैले। त्यहाँ हाम्रो पनि पहिला घरको इट्टाहरू हो त्यो, अनि त्यो पनि ल्याएँ। त्यो पनि ल्याएर पुरै क्लिन भइसक्यो। क्लिन भन्दा पुरै फिनिस भइसक्यो होइन। अब चाहिँ भोक लागिरहेको छ, अब चाहिँ खाना खान्छु अनि त्यसपछि हजुरहरूलाई भेट्छु है त। फाइनली गाइज होइन मैले चाहिँ अब सबै कामहरू भ्याएर खाना साना सबै गरेर सबै त्यहाँ पुरै क्लिन गराएर अहिले चाहिँ म निस्किन लागेको बजारतिर। अनि मेरो भ्लग चाहिँ म यहीँ गर्छु। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गर्नु होला। सो यति भन्दै म बिदा माग्छु हजुरहरूसँग। हस्त बाइ बाइ गाइज।